खोटाङ जिल्ला किरात र यायाखाद्वारा साकेला प्रदर्शन हुने हुँदा दिक्तेलमा हामी पनि आज हलेसीबाट चाहिँ दिक्तेलको यात्रामा छौँ। हामी भने हलेसीबाट चाहिँ हिँडेर पनि माथि तुवाचुङ जयाजुङ भन्ने ठाउँसम्म आइसकेको छौँ र यहाँभन्दा अगाडि चाहिँ दाइहरू पनि जानुभएको छ। धेरैजना अगाडि गइसक्नु भएको छ। हाम्रो यात्रा निरन्तर नै छ। हामी यतिखेर अब भने हलेसी तुवाचुङ नगरपालिकाको सीमा बिजुली बजार पुगेका छौँ। बिजुली बजारबाट भने चाहिँ उकालो अब दिक्तेल लुपाकोट मजुवागढी नगरपालिका पर्दछ। यतिखेर दिक्तेल लुपाकोट मजुवागढी नगरपालिका स्थित मौरे बजार आइपुगेको छ। मौरे बजारबाट चाहिँ 2 किलोमिटर भने अगाडि नुनथला बजार आइपुगिँदो रहेछ। यहाँ चाहिँ खोटाङ जिल्लाको चेकिङ पोस्ट पनि रहेको छ। ट्राफिक बिटहरू, स्वास्थ्य चौकी र यो चाहिँ खोटाङ जिल्लाको एकदम सुकुटी स्पेशल सुकुटी पाउने ठाउँ भनेर पनि अलिक बढी मात्रामा चिनिन्छ। साथीहरू फाइनली अब भने हामी दिक्तेलको साकेला स्थल आइसकेका छौँ र यहाँ धेरै एकदम भिडभाड देखिएको छ। आज मौसमले पनि अति साथ दिएको छ। यहाँ देख्न सक्नुहुन्छ गाउँबाट लोकल काँक्रा पनि बेच्न ल्याउनु भएको छन्। फाइनली यतिखेर चाहिँ अब हामी हलेसीबाट यो दिक्तेलको माथि कोरेमा साकेलालाई सभ्य र भव्य बनाउन आइसकेको छ। मेरो आदरणीय मामा पनि यहाँ हुनुहुन्छ र दाइ उहाँ चाहिँ रातारात धनी बन्नको लागि निमित्त पनि मान्छे यहाँ हलेसी छोडेर त्यो हलेसी हामी किलोमा बेच्छौँ। सुन हजुर, सुन त हामी किलोमा बेच्छौँ। सुन कहाँ छ हजुर? सुन सुन यहाँ चाहिँ यो सुन चाहिँ यहाँ उहाँले किलो बेच्नुहुन्छ। त्यसै गरी अब केही नभनेर एउटा चिनो हलेसीबाट आएर चाहिँ उहाँले लाने दिँदै गर्नुभएको छ। पुरै चाहिँ अब बुढियाको इच्छा चाहिँ राम्रो छ यो।
यहाँ देखिराख्नु भएका छन् जुन यो गरगहना भने किराँती समुदायका छोरचेलीहरूले विशेष गरी लगाउने गर्दछन्। बुढीलाई सामान किनिसके पछाडि अब भने हामी साकेला नाच्नतर्फ त्यतिखेर चाहिँ दिक्तेल रिपाकोट मजा अगाडि 11 होकेर बुइपा स्थित एलम्बर चोकमा आइसकेको छ माथि। यहाँ चाहिँ हाम्रो साइला अम्बोटे साइला हुनुहुन्छ। अम्बोटे साइला हुनुहुन्छ यता अम्बोटेली साइली फोटोसुट आउटमा हुनुहुन्छ। ल जान त अम्बोटे साइलामा पुऱ्याइदिन्छु। ओ अम्बोटे साइला आमा डुम्मे को यात्रा यसरी सिडी हुँदैछ र मेरा गृहमन्त्री यहाँ पुरै आमा ल यस्तो छ। यहाँबाट यहाँबाट सुरक्षित देखिरहेको छ हेर्नु। यहाँबाट बुइपा बजार पञ्चायत बजार त्यो साइडमा छ भने यहाँबाट यहाँबाट देख्न सकिन्छ बुइपाको एलम्बर पार्कको किराँतीको राजा प्रथम किराँती राजा एलम्बर